हेलो साथीहरु, गुड इभिनिङ। म चाहिँ अब घर आइपुगेँ दोकानदेखि। अनि चाहिँ यता हेर्नु मेरो तुतु यहाँ छ। यहाँ कालुको बेबीहरु छ, स्पाइकी। यहाँ कालु सुतिरहेको छ। अब चाहिँ म घर झाडु मार्छु किनकि अहिले बेलुकी भयो। छर हैन नहटाइकन न। छर ओइ स्पाइकी छोड्न हौ। म जान्छु त बाहिर जान्छु म। छ त कस्तो अत्तेडी हो नि। उसकै घर यस्तै के एकदम डन। मेरो रुमलाई आफ्नो रुम कब्जा गरे यिनीहरूले। डन हो त डन हो त डन हो गुन्डा डन जस्तो दैलोमा सुत्नु हुँदैन त बाबा। अब चाहिँ म घर झाडु मार्छु। आज घरको हालत पुरा खराब छ गाइस किनकि आज हावा आएको थियो त्यसको लागि हेर्नु न पुरा पत्ता भएको छ घरमा। मेरो घर मेरो फुलबारी हेर्ने गाइस, मेरो सानो फुलबारी। यो फुल यसलाई त 2 बार न कतिबार यिनीहरूले निकालेर खेलेर यिनीहरूले के न के गरेर न फेरि लगाएको छ अहिले। यहाँ पनि फुल छ, यहाँ पनि छ, यहाँ पनि छ। अहिले सानो फुल निस्केको छ यो चाहिँ। यहाँ पनि यो चाहिँ एलोभेरा घाँस छ। यहाँ अलिकति फुल छ, बेसी छैन मेरो फुल, यति नै हो। यहाँ पनि छ। यसको चाहिँ कपिला निस्केको चाहिँ यो चाहिँ रेड कलरको हुन्छ। यो चाहिँ मैले आसामदेखि ल्याएको हो, दिदीको घरदेखि। यहाँ सानो खाले बेलायती यहाँ लागेको चाहिँ सानो सानो पनि दिदी घरदेखि ल्याएको मैले। अब यहाँ चाहिँ म अबरे खर्सानीको गाछ लगाउँछु नेक्स्ट स्याटरडे बजारदेखि लिएर। यहाँ पनि फुल हेर्नु मनी प्लान्ट म लुकाएर राखेको छु कि यो यिनीहरूले यो फुललाई बाँच्नु दिँदैन, खाइदिन्छ पत्ता। यिनीहरू कुकुर होइन त, यिनीहरू बाख्रा भयो त बाख्रा। भगवानले गल्तीदेखि कुकुर बनाइदियो नि। तिम्रो बाख्रा हो। फुल गाछ त देख्नै हुँदैन, खाइहाल्छ। भात त खान्छ तर फुल गाछ पनि खान्छ है यिनीहरू बाख्रा हो नि त बाख्रा हो बाख्रा। तिमीको नाम बाख्रा राख्नुहुन्छ बाख्रा। तिम्रो गल्तीदेखि कुत्ता भयो नि। यो पनि फुल गाछ हो नि, मैले दिदी घरदेखि ल्याएको थिएँ। अनि हाम्रो घर छेउको छिमेकी सानो नानी बिहारी बच्चा। बाई बाई। हुन्छ त गाइस, म भरेबाट अब घरको काम गर्छु। बेलुका भइसक्यो, छिटो काम गरेर